सम्पूर्णलाई स्वागत छ। आजदेखि हामी नयाँ अध्याय सुरु गर्न गइरहेछौँ। लेट्स म्याथमेटिक्सको नयाँ अध्याय। आज हामी कक्षा 12 को ट्रिगोनोमेट्रीबाट सुरु गर्न खोज्दैछौँ। र ट्रिगोनोमेट्री सुरु गर्नुभन्दा अगाडि कक्षा 12 मा हामीले ट्रिगोनोमेट्रीमा के अध्ययन गर्छौँ भन्ने कुरातिर फोकस गर्नु पर्यो। जस्तै हामीले अहिलेसम्म पढेको ट्रायंगलहरू सबै राइट एंगल ट्रायंगल अनि त्यसपछि साइन कोसाइन टेन्जेन्ट सबैमा चाहिँ राइट एंगल ट्रायंगल हुन्थ्यो। अब कक्षा 12 मा पुगेपछि चाहिँ हामीले स्केलेन्स ट्रायंगलको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ। अब तपाईहरुलाई स्केलेन्स ट्रायंगलको बारेमा थाहा भएका कुराहरू के छन् त भन्दाखेरि एउटा स्केलेन्स ट्रायंगलको एरिया निकाल्ने फर्मुला क्लास 8 मा पढ्नु भएको थियो। सेमी पेरिमिटर निकाल्नुहुन्थ्यो s अनि त्यसपछि अंडर रुट भित्र s ब्रैकेट s minus a s minus b s minus c त्यसले चाहिँ एरिया अफ सेमी पेरिमिटर सरी एरिया अफ ट्रायंगल दिन्थ्यो स्केलेन्स ट्रायंगलको केसमा। अब हामीले कुनै पनि स्केलेन्स ट्रायंगल हेर्यौं भने त्यसमा चाहिँ के प्रपर्टीहरू हुन्छ त भन्ने कुरा चाहिँ अब अध्ययन गर्दै जान्छौं। र आजको हाम्रो फर्स्ट टपिक छ स्टार्ट अफ द भिडियो साइन ल। First of all, let's start with the law. What is sine law? And sine law states that for any triangle A, B, C with sides A, B, C, A upon sine A equal to B upon sine B equal to C upon sine C. Capital C लेखौं। र मैले एउटा ट्रायंगल बनाए भने ट्रायंगलको नाम A, B र C छ। यसको साइड्स स्मल a छ, यतापटिको साइड स्मल b छ र यसको यतापटिको साइडलाई हामी स्मल c यसरी रिप्रेजेन्ट गर्छौं भने कुनै पनि स्केलेन्स ट्रायंगल अथवा कुनै पनि ट्रायंगलमा फर एनी ट्रायंगल a upon sin a equal to b upon sin b equal to c upon sin c भनेको साइड्स हरु लियौं भने चाहिँ त्यसलाई साइन अफ एंगलले चाहिँ डिवाइड गर्यौं भने हरेक साइड्सको साइन अफ एंगल सँग करस्पोन्डिङ एंगलले डिवाइड गर्दाखेरि के आउँछ त रेशियो चाहिँ सेम आउँछ। भनेपछि यो ट्रायंगलको एउटा प्रपर्टी भयो। अब तपाईहरुले कुनै पनि ट्रायंगल चाहिँ बनाउन मिल्छ कि मिल्दैन भन्ने कुरामा साइड्स र एंगल दिएको छ भने ठ्याक्क हेरेर रेशियो चेक गर्नुभयो। अनि यदि रेशियो सेम छैन भने चाहिँ त्यो के भएन त त्यो ट्रायंगल चाहिँ फर्म हुँदैन भन्ने खालको आइडिया पनि हामीले थाहा पाउन सक्छौं। भनेपछि हामीले एक लेभल माथि पुगेर के भन्न थाल्यौं त अब भन्दाखेरि ट्रायंगल हुन्छ कि हुँदैन चेक गर्न थाल्यौं। अस्तिसम्म चाहिँ हामीले गिभन हुन्थ्यो, अब चाहिँ हामीले एंगल हेरेर साइड्स लिएर चाहिँ यो ट्रायंगल हुन सक्छ र यो ट्रायंगल हुन सक्दैन, यस्तो यस्तो दिएको छ भने यति भयो भने चाहिँ ट्रायंगल हुन्छ भन्ने खालको कुरा गर्छौं। अब यसको प्रुफको पार्टतिर जाउँ। अब त्यहाँनेरि ट्रायंगल छ, हामीले राइट एंगल ट्रायंगल त भन्देको छैन। राइट एंगल ट्रायंगल नभनेपछि अब के गर्नु पर्यो त भन्दाखेरि चाहिँ बोइज र म्यानको डेफिनेसनतिर जानु पर्यो। बोइज भनेको चाहिँ जहाँ पनि प्रब्लम देख्छन्, म्यान्सले चाहिँ के गर्छन् त प्रब्लमको सोलुसन खोज्छन्। त्यस्तै यहाँनेरि हेर्यौं कहीँ पनि राइट एंगल ट्रायंगल छैन। त्यसो भए के गर्नु पर्यो त एउटा राइट एंगल ट्रायंगल फर्म गर्दै सोलुसनतिर जाउँ। मैले यहाँनेरि के गरे त परपेन्डिकुलर ड्रप गरे। अब परपेन्डिकुलर ड्रप गर्दै गर्दाखेरि चाहिँ त्यहाँनेरि दुईटा राइट एंगल भयो। दुईटा राइट एंगल ट्रायंगल भयो भने त्यही दुईटा राइट एंगल ट्रायंगललाई लिएर चाहिँ हामी साइन लको फर्मुलेसनतिर जान्छौं। इन ट्रायंगल यसलाई मैले नाम दिए m भनेर भने AMC sin A sin C इक्वल टु कति हुन्छ भनेर खोजे। अब क्लास 8 मा पढ्दाखेरि अथवा 9 मा पढ्दै गर्दाखेरि सम पीपल हैव कर्ली ब्राउन हेयर टर्न परमानेन्टली ब्ल्याक भनेर पढियो। कसैले चाहिँ पण्डित बाजे बाजे पण्डित बाजे कसरी के पढ्नु भयो हर 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 बाजे के भन्दै जसरी पढ्नु भयो भने साइनलाई के पढ्नु भयो त p/h सम पीपल हैव। अब p भनेको परपेन्डिकुलर, h भनेको हाइपोटेन्युस। यो ट्रायंगलमा हेर्दाखेरि AMC ट्रायंगलमा परपेन्डिकुलर कुन त भन्दाखेरि AM भयो। त्यसमा मैले यसलाई कति लेखेँ AM लेखेँ डिवाइडेड बाइ हाइपोटेन्युस भनेको कति भयो त AC भयो। अब AM लाई मैले AM नै राखेर AC लाई चाहिँ कति लेख्न मिल्यो त B लेख्न मिल्यो। अब यसबाट हेरे भने B sin C इक्वल टु कति छ AM छ। यसलाई मैले इक्वेसन 1 भनेर रिप्रेजेन्ट गरे।
अब त्यस्तै फेरि अर्को ट्रायंगल पनि छ एउटा ट्रायंगलमा हामीले साइन लेख्न मिल्छ भने अर्को ट्रायंगलमा पनि के भन्न मिल्छ त इन ट्रायंगल एबीएम साइन बी इक्वल टु कति लेख्दा हुन्छ त भन्दाखेरि फेरि पनि परपेन्डिकुलर बाइ हाइपोटेन्युस परपेन्डिकुलर कति छ त एएम अपन हाइपोटेन्युस कति छ फेरि बीए हाइपोटेन्युसलाई मैले चाहिँ कति लेख्न मिल्छ सी लेख्न मिल्छ अब फेरि यहाँनिर कति लेख्न मिल्यो सी साइन बी इक्वल टु एएम भन्न मिल्यो यसलाई चाहिँ मैले इक्वेसन 2 भनेर रिप्रेजेन्ट गरेँ इक्वेसन 1 इक्वेसन 2 दुईटैमा एएम एएम आयो अब दुईटै एएम हरू के हुनुपर्छ इक्वल हुनुपर्छ त्यसो भए मैले के भने त फ्रम 1 and 2 b sin c इक्वल टु c sin b त्यसो भए त यसलाई मैले फेरि कसरी लेख्न मिल्यो त b sin b इक्वल टु c अपन sin c यसलाई मैले स्टार भनेर जनाएँ अब स्टार भनेपछि अलि इम्पोर्टेन्ट कुरालाई स्टार भनेर जनाइसकेपछि थोरै इम्पोर्टेन्ट रहेछ भन्ने खालको इन्फर्मेसन पनि हामीले यसबाट पाउन सक्यौं साइन ल त चाहिएको थियो ए अपन साइन ए त आएन बी अपन साइन बी इक्वल टु सी अपन साइन सी त आयो तर के चाहिँ आएन त ए अपन साइन ए आएन त्यसै भए फेरि के गर्ने त अलिकति फरक ढंगले मैले हेरे भने परपेन्डिकुलर त मैले यहाँबाट यसरी पनि त ड्रप गर्न मिल्छ त्यसो भए त त्यहाँनेरि पनि दुईटा ट्रायंगल बन्ने भयो अब यसलाई मैले यहाँनेरि n भनेर चाहिँ परपेन्डिकुलरलाई ड्रप गरेको त्यहाँनेरि पोइन्टलाई चाहिँ n रिप्रेजेन्ट गरे भने अब कति लेख्दा भयो त इन ट्रायंगल एबीएन मा साइन ए कति हुने भयो त साइन ए भनेको फेरि परपेन्डिकुलर बाइ हाइपोटेन्युस परपेन्डिकुलर हामीसँग अहिले भर्खर ड्रप गरेको बीएन छ डिवाइडेड बाइ हाइपोटेन्युस चाहिँ कति छ त एसी छ अब हाइपोटेन्युस एसी लाई मैले कति लेख्दा हुन्छ सी लेख्दा हुन्छ त्यसो भए इक्वल टु बीएन अपन एसी यसैलाई मैले एसी लाई यसरी एसी को ठाउँमा मैले सी लेखिदिएँ एसी भन्दा पनि मैले के लेख्नु पर्यो बीएन अपन एबी लेख्नु पर्यो एबी अनि फेरि एबी लाई मैले कति लेखिदिएँ त भन्दा सी लेखिदिएँ त्यसो भए सी साइन ए इक्वल टु बीएन फेरि यसलाई मैले इक्वेसन 3 भनेर मानिदिएँ त्यस्तै फेरि नेक्स्ट ट्रायंगल त के पनि फर्म भइरहेछ बीएनसी पनि फर्म भइरहेछ फेरि इन ट्रायंगल बीएनसी साइन सी इक्वल टु साइन सी कति भयो यसबाट हेर्दाखेरि बीएन अपन बीसी भयो बीसी लाई मैले कति लेखेँ ए लेखेँ भने बीएन अपन ए त्यसो भए ए साइन सी इक्वल टु कति त बीएन यसलाई मैले इक्वेसन आईबी भनिदिएँ त्यसो भए ए अपन त्यसो भए फ्रम इक्वेसन 3rd एन्ड आईबी बाट हामीले के लेख्न सकिन्छ त ए अपन साइन ए इक्वल टु बी स्मल सी अपन साइन सी यसलाई मैले डबल स्टार भनिदिएँ अब स्टार र डबल स्टार दुईटै एकदम स्टार स्टार छन् भनेपछि इम्पोर्टेन्ट कुरा छ दुईटैबाट हेर्यौं बी अपन साइन बी इक्वल टु सी अपन साइन सी अनि त्यस्तै फेरि ए अपन साइन ए इक्वल टु कति छ त फेरि हामीले इक्वेसन स्टारबाट हेर्यौं बी अपन साइन बी इक्वल टु सी अपन साइन सी छ यतापटि ए अपन साइन ए इक्वल टु सी अपन साइन सी छ सी अपन साइन सी र सी अपन साइन सी बराबर हुन् भने त अब स्टार र डबल स्टारबाट के भन्न सकियो त फ्रम स्टार एन्ड डबल स्टार ए अपन साइन ए इक्वल टु बी अपन साइन बी इक्वल टु सी अपन साइन सी यसरी चाहिँ हाम्रो यो थ्योरम प्रुभ भयो ल यो हामीले जस्तै त एबीसी साइड राखिया नि एबीसी त जता पनि राखे हुन्छ कि त ए लाई उतापटि सी को ठाउँमा सी लाई यता बी को ठाउँमा राख्ने हो कि ए को अपोजिट ने ए राख्नु पर्यो सी को अपोजिट ने सी राख्नु पर्यो बी को अपोजिट ने बी राख्नु पर्यो त्यसो भन्नुभएको यो एंगल र यो ए भन्नु खोज्नुभएको हजुर हैन ए को अपोजिटमा ए नै राख्नु यो ए को अपोजिटमा ए नै राख्नु पर्यो बी को अपोजिटमा बी नै राख्नु पर्यो सी को अपोजिटमा सी नै राख्नु पर्यो मान्छे त्यहाँ बी सी राखेर मिल्दैन ओके ल के छ अरु क्वेशन फर्दर अब यदि हजुरहरुलाई के क्वेशन छ यससँग रिलेटेड के क्वेरीजहरु छ भने हजुरहरुले चाहिँ हामीलाई कमेन्टमा सोध्न सक्नुहुन्छ र आगामी कक्षाहरुमा हामी यसलाई साइन ल बिस्तारै कोसाइन ल टेन्जेन्ट ल प्रोजेक्सन लहरुलाई अगाडि बढाउँदै कक्षा 12 को ट्रिगोनोमेट्री पार्टलाई हामी सल्भ गर्दै अगाडि जानेछौं
And please don't forget to subscribe, like, and comment in our channel. Let's Mathematics. Signing off, guys. Thank you.